हेलो गुड मर्निङ एभ्रिवान। सो आज म चाहिँ 5 बजी नै उठेको छु है, किनभने चाहिँ आज मेरो विक अफ छ। अरू बेला चाहिँ मलाई एकदमै निन्दा लाग्यो भने पनि विक अफमा चाहिँ मेरो आँखा चाहिँ बिहानै खोलिन्छ है साथी हो। सो मैले सानो मिनी ब्लग बनाएको छु है। यो मिनी ब्लगमा चाहिँ मेरो होल डेको एक्टिभिटिजहरू राखेको छु है। सो मेरो आजको प्लान चाहिँ सिटी घुम्नु जाने थियो। सो आज प्लान चाहिँ मेरो क्यान्सल भएको छ, किनभने चाहिँ मेरो आज चाहिँ स्किन डक्टरकोमा जानुपर्ने थियो। सो मैले कल गरेर सोद्धा चाहिँ स्किन डक्टर हुनुहुन्छ भनेर भन्नुभयो है। सो म खानासाना खाएर डक्टरकोमा लागि पनि सकेको छु। सो बिहान चाहिँ मैले चिकन राइस बनाएको थिएँ है, तर दिउँसो चाहिँ मैले चिकन बिरयानी बनाएर खाएँ। एकदमै खानु मन परिरहेको थियो। सो एकछिनमा चाहिँ मेरो साथी पनि आएको थियो, उसलाई नुडल्स पकाएर दिएँ है। त्यसपछि पानीपुरी खाने भने उसले पनि। सो मैले पानीपुरी बनाएँ। हेर्नुहोस् है साथी हो, पानीपुरी चाहिँ म एकदम राम्रो बनाउँछु। त्यसपछि चाहिँ मैले साथीलाई पुऱ्याइदिएँ है। थ्याङ्क यू फर वाचिङ।